हजुरहरू के ट्रक व्यवसायमा हुनुहुन्छ भने आजको भिडियो हजुरहरूको लागि है। ट्रक व्यवसायमा आज म हजुरहरूलाई 5 टिप्स भन्ने छु जसले हजुरको ट्रकबाट बढीभन्दा बढी आम्दानी गर्न सक्नुहुनेछ। अब यी 5 टिप्सहरू के हुन् त ध्यानपूर्वक पुरै भिडियो हेर्नु होला, सुन्नु होला। टिप्स नम्बर 1, रेगुलर रुट बनाउने। प्राय जसो नेपालमा गाडी व्यवसायहरू रेगुलर रुटमा नहिँडेर कहिले कता दौडिरहेको देखिन्छ। त्यसको बावजुद हजुरहरूले रेगुलर रुट 2टा अथवा 3टा रेगुलर रुट बनाउने, त्यही रुटमा आफ्नो ट्रक अथवा साना गाडी के छ सञ्चालन गर्ने। यसो गर्दा हजुरहरूलाई 3टा फाइदा हुन्छ। एउटा त्यो रुटको बारेमा बढीभन्दा बढी जानकारी हुन्छ, अर्को भाडाको जानकारी हुन्छ, अर्को हजुरहरूलाई त्यो रुटका ट्रान्सपोर्टहरूसँग हजुरहरू नजिक हुनुहुन्छ जसले गर्दा राम्रा ट्रिपहरू आएको बेलामा पनि हजुरलाई कल आउने, सम्पर्क गर्ने हुँदा हजुरले बढी लाभ लिन सक्नुहुनेछ। त्यही भएर यो रुट प्रयोग गर्दा चाहिँ रेगुलर रुट प्रयोग गर्नु होला। अब टिप्स नम्बर 2 को हामीले कुरा गर्नुपर्दा दुईतर्फी ट्रिप प्राप्त गर्न सकिने रुट। हजुरहरूले रुट छनौट गर्दा दुईतर्फी ट्रिप प्राप्त गर्ने रुटहरू छनौट गर्दा बढी लाभ लिन सकिन्छ। त्यसो गर्दा हाम्रो दोहोरो भाडा प्राप्त गर्न सक्नुहुन्छ, तर रनिङ गाडीको उस्तै हुँदाखेरि गाडीको बचत बढी आउँछ। हाम्रो चाहिँ के छ भने अहिले चलन वीरगञ्ज, भैरवा, बुटोल अब जताबाट भए पनि प्राय काठमाडौँ, पोखरा, बागलुङ यस्तै जाने अनि खाली फर्किने भन्ने चलन छ। त्यो गर्नुभन्दा हजुरहरूले दोहोरो ट्रिप प्राप्त गर्ने रुट प्रयोग गर्दा बढी बचत हुन आउँछ। अनि टिप्स नम्बर 3 मा छ लामो रुट। हजुरले छोटो रुटमा गाडी दौडाउनुभन्दा लामो रुटमा गाडी दौडाउँदा बढी फाइदा हुन्छ। दिनको पनि बचत हुन्छ, भाडा बढी आउँछ, तर खर्च डिजेल बाहेक लगभग अरू अनलोडिङ खर्च, फ्याक्ट्री खर्च, ट्रान्सपोर्ट खर्च उस्तै हुन आउँछन्। त्यो भएर हजुरले लामो रुटमा गाडी आफ्नो ट्रक सञ्चालन गर्नु होला। अनि साथै अर्को एउटा टिप्स के छ भने हजुरहरूले पहाड अथवा काठमाडौँ, पोखरा गाडी चलाउनु हुँदैछ भने पनि वापसी ट्रिप खोज्नु होला। त्यो एरियामा आफ्नो जनसम्पर्क बढाउनु होला है। त्यसो गर्दा चाहिँ हामीलाई वापसी भाडा, वापसी ट्रिप प्राप्त हुन्छ, त्यो भाडा हामीलाई बचतमा बढ्छ। अब टिप्स नम्बर 4 मा बिदाको दिनमा पनि लोड या अनलोड गर्न सकिने व्यवसायको बारेमा जानकारी दिनु होला। त्यसो गर्दा हामीलाई सामान्य जानकारीहरू प्राप्त हुन्छन्, कुन फ्याक्ट्री, कुन व्यवसायमा शनिबार या बिदाको दिनमा लोड हुन्छ, हामीले त्यो एरियामा गएर त्यो फ्याक्ट्रीको मालहरू लिएर हिँड्न सकिन्छ। अथवा शुक्रबार हजुरहरू लोड गर्दै हुनुहुन्छ भने शनिबार खाली हुने मालहरूको बारेमा जानकारी, ती व्यवसायको बारेमा जानकारी प्राप्त गर्नु भने शुक्रबार ती व्यवसायका मालहरू बोकेर हिँड्दा हजुरलाई फाइदा पुग्न सक्छ। त्यही भएर हजुरहरूले त्यो कुरो पनि ध्यानमा राख्नु होला। अब हजुरहरूलाई चाहिँ अर्को महत्त्वपूर्ण टिप्स, अहिले त नेपालमा पनि अनलाइन प्लेटफर्महरू आइसकेका छन्। हजुरहरूले पनि टिम भरिए जस्ता अनलाइन प्लेटफर्महरूको प्रयोगमा बढावा दिने। यसो गर्दा हजुरहरूलाई के फाइदा हुन्छ भने हजुरहरू नेपालको जुनसुकै ठाउँमा पुग्नु भए पनि बिहान एकचोटि टिम भरिया एप डाउनलोड गरेर बिहान हेर्नुभयो भने त्यो एरिया नजिकका चाहिँ लोडहरू देखिन्छ। हजुरलाई चाहिँ कुरेर फर्केर फिर्दा गइरहनु पर्दैन अथवा टाढासम्म जान पर्दैन। त्यही कुनै लोड रहेछ भने त्यहीबाट एक्सेप्ट गरेर हिँड्न मिल्छ। त्यही भएर अहिले डिजिटलमा चाहिँ अगाडि बढ्नुहोस् है। अनलाइन प्लेटफर्महरू बढीभन्दा बढी प्रयोग गर्दा हजुरहरूलाई राम्रो लाभ मिल्नेछ। मैले आज हजुरहरूलाई यही टिप्स दिएँ। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, अथवा अरू कुनै भिडियोको बारेमा हजुरहरूलाई चाहिँ जानकारी लिनु छ, कुनै भिडियो बनाउन मन छ भने पनि मलाई कमेन्ट सेक्सनमा चाहिँ कमेन्ट गर्नु होला। यस्तो बनाइदिनु भनेर हामी बनाउने कोसिस गर्नेछौँ। साथै सब्सक्राइब गर्नु होला है। टिम भरिया युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला। धन्यवाद, नमस्कार। फेरि अर्को भिडियोमा भेट हुनेछ। आजलाई यतिमै बिदा भएँ।